यो नमस्ते सम्पूर्ण साथीभाइहरु मेरो भिडियोमा स्वागत छ। म आइसके फेरि नयाँ भिडियो लिएर हैन। आयो सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु हैन। आज चाहिँ अनि धेरै दिनपछि हैन भिडियो हाल्नुला छु मैले हैन। सबैलाई नमस्कार छ हैन, सबैले सपोर्ट गर्नु होला। आज चाहिँ म ट्याक्क केही छैन, आज चाहिँ म यसो अब के भन्ने अब देख्नुहुन्छ होला साइकलमा के छ हैन, औजार भनौँ। समझ रहे हो ना? म चाहिँ आज चाहिँ यता हाम्रो घरतिर एरिया तल घोलतिर चाहिँ जय गाउँहरू हो हैन। त्यही गाउँ हेर्दै म आफ्नो यहाँ काममा जानु लाग्छु आज चाहिँ हैन। घाम लाग्नुलाई घाम पनि यस्तो चर्को भए है। म चाहिँ आज खासै जय काट्न जानु लाग्यो, जय काट्दिउँ भनेर जय काट्नु लाग्यो। जय पाक्यो त्यही भएर जय काट्नु लाग्यो। अनि यतै गाउँ पनि पाकेछ, यो चाहिँ हाम्रो होइन अरूको हो। हाम्रो घरतिर फेरि यस्तो एरिया होइन। हाम्रो घर चाहिँ उता माथि हो, अहिले चाहिँ म तलपट्टि छु। अनि म जान पनि छु उहाँको त्यो कम्पनी छ नि, त्यो कम्पनी जस्तो हो त्योभन्दा अलि यता हो जान पनि। ल हेलो साथीहरू होइन, मैले चाहिँ अहिले हामीले चाहिँ बाबा म अङ्कलबाट यति काट्यौँ होइन। यति चाहिँ काट्यौँ अनि ऊ त्यता नि छ त्यो नि काट्यौँ। अब यति बाँकी यति देखेको जति त्यो काट्न बाँकी छ है। यस्तो थकैलाई छ, यहाँ बसिन्छ एकैछिन, थकैला बसिन्छ एकैछिन। अब के अन्त घाम बाहा यस्तो घाम ला पसिना आहा है साथीहरू। गाह्रो छ गाह्रो, यस्तो दुख्छ, हात दुखिन्छ होइन। थकेला चाहिँ के अन्त गर्नुपर्छ। अब यो काटेर ल्याएर चाहिँ हामीले चाहिँ अनि ट्याक्क फेरि ठेलामा लएर फेरि घर पनि लानुपर्छ। झ्याउलाइसक्यो बेला त्यही हात काट्दा झ्याउलाइसक्यो। त्यही भएर अनि गरिम बाहा घाम बाहा अहिले छिटो भ्याउनु पर्ने हो। त्यही भएर मैले चाहिँ अनि ट्याक्कै लगाएँ त साथीहरू होइन। अहिले चाहिँ मैले चाहिँ होइन ट्याक्कै मारुति 800 लिएर आइसकेँ। अब यस्तो रमाइलोको लागि भनेको होइन। हामीले त्यहाँ जय काटेर चाहिँ खाइसक्यौँ होइन। अलिकति त्यहाँ चाहिँ मम्मीहरूले काट्दैन, मम्मी र हुन्छ नि यो लिएर आयो ठेला चाहिँ होइन। अब त्यहाँ ठेलामा बोकेर ठेलामा हाल्नुपर्छ, ठेलामा हालेर अनि घर लाने हो। घरलाई चाहिँ फेरि ठेसा लाउनुपर्छ, धेरै घ्याउँछ होइन। त्यसैले ल साथीहरू यस्तै हो साथीहरू। ल म चाहिँ नि ट्याक्क आइसकेँ होइन। अब चाहिँ ठेला पनि आफ्नो ठाउँमा राखिसकेँ। अब चाहिँ मैले चाहिँ यो बोक्नु पनि एक्लै ल्यायो। मम्मीहरू चाहिँ उहाँ घाँस काट्दै हुनुहुन्छ। घाँस मतलब यही जय हो होइन, जय काट्दिनुहुन्छ। जय चाहिँ कस्तो हुन्छ भन्नु होला होइन। जय चाहिँ यस्तो हुन्छ देखाइदिन्छु होइन। जय भनेको चाहिँ हो यसको हो, यस्तो हुन्छ जय हेर्नु होइन। हेर्नु यस्तो सुकेर यस्तो भएको, नत्र हरियो थियो पहिला होइन। साथीहरू म चाहिँ अब आफ्नो काम बत्ताबाट गर्दै सोड्दै हाल्नुपर्छ होइन। त्यहाँदेखि एक्लैको हामीले चाहिँ ट्याक्कै भ्याइसक्यौँ। यो एउटा गरा उसाएर त्यहाँको बाँकी छ यस्तो भयो ठेला होइन। यसलाई लानुपर्छ, फेरि उकालो छ। अनि हामी चाहिँ गाउँ काट्ने भन्नु भयो। अहिले चाहिँ त्यहाँ मिसिन आउँदै हो, उहाँ मिसिन चाहिँ अड्केर बस्यो होइन। गाउँ काट्ने रे, अब फेरि गाउँ पनि छैन, काट्दैछन्। ठेला त यस्तो हालत भयो ठेलाको, बाँधियो अनि लिएर जाने हो साथीहरू होइन। अहिले चाहिँ हामीले चाहिँ ट्याक्क जय चाहिँ होइन, ट्याक्क जय चाहिँ घर लिएर गएर छर्काएर त्यहाँ राखेर अनि हामी चाहिँ गाउँमा यो हात्ती मिसिन लाउने भनेको हात्ती मिसिन यहाँ छ होइन साथीहरू। यो लाउने हो अब हात्ती मिसिन लाउने हो हामीले। अब अहिले यहाँ छौँ हामी। म चाहिँ गाउँ खाँदैछु, त्यहाँ गाउँ मिसिन हानेको थियो, त्यही गाउँ खाँदैछु। अब त्यसमा म चढ्न जान्छु अहिले, चाहन्छु। अनि त्यसपछि भिडियो बनाउँछु होइन साथीहरू। भिडियो हेरिरहनु होला, लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला नि साथीहरू। ल है त म उता गाडीमा चढ्छु अहिले। फर्स्ट एक्सपिरियन्स कस्तो हुन्छ हेरौँ न। ठुल्ठुलो यत्रो ठुलो नेपालमा पहिलोचोटि म यस्तो ठुलोमा चढ्न लाग्यो कि, त्यही भएर ल है त साथीहरू। हेलो साथीहरू, म चाहिँ मिसिनमा चढ्न लाग्यो। मिसिनमा चढिसकेँ होइन। यस्तो दामी मजा आउँछ चाहिँ भ्यू हेर्न होइन। त्यो दाइले चलाइरहनु भयो। म त फर्स्ट टाइम है, फर्स्ट टाइम। पछाडि मिसिन चाहिँ करा खतरा होइन। रमाइलो हुँदैछ अब। म चाहिँ अब हाम्रोमा लाउनु नानीहरू चाहिँ होइन। मिसिनहरू के यार साथीहरू होइन। हामी चाहिँ सानो बाटो छ त्यही नि, यस्तो सानो बाटोमा नि हिँडेर आज यत्रो ठुलो मिसिन है। आम्मामा कस्तो डर लागिरहेको यार। दामी छ, दामी रमाइलो। फर्स्ट टाइम एक्सपिरियन्स गर्न पाएँ होइन, रमाइलो लाग्छ साथीहरू। कसैलाई हात्ती मिसिनको चाहियो भने मलाई सम्पर्क गर्नु, म नम्बर दिन्छु तपाईँहरूलाई होइन। ल साथीहरू अब हामी चाहिँ अब हाम्रोमा जानु लाग्यो। ल साथीहरू रमाइलो मजा आयो।
ल अब चाहिँ हामीले बिचमा निस्क्यौँ नि आमा बाटोमै अटाउनु यार मिसिन त यार हेर्नु त ए यहाँ कुलोमा गयो यार ओहो ल ट्याग हान्नु पर्ने रहेछ धेरै ठुलो मिसिन छ है साथीहरू ल हेर्नु त आमा हात पो कामेको यार एकैछिनको सुरुमा फर्स्ट टाइम चढेको नि त रमाइलो एक्सपिरियन्स गरेर पायो होइन त्यो रमाइलो छ हेर्नु ल यहाँबाट मिसिन चाहिँ यत्रो ठुलो पछाडि चाहिँ करा है ए यहाँ हेर्नु गाउँमै गाउँ हो यता चाहिँ हाम्रो बारीतिर अहिले हाम्रो गाउँतिर बाटोमै खाने अरे मिसिन त नेपालको बाटो फेरि सानसानो मिसिन हेर्नु कत्रो गेयर पनि यहाँ 3-3वटा गेयर छ हाइलो हेर्नु न गेयर पनि गेयर नि खतरा यहाँ फेरि के हुने स्टप यहाँ हेर्न सक्नुहुन्छ आफैले के कटर प्लेट यसले लेखे होइन पानी खाने ठाउँ पनि रहेछ पानी धारा यो चलाउने मेसिन होला खासरी यो चाहिँ होइन हामीले चाहिँ यो दही काट्नु पनि यो हो होइन साथीहरू कहाँ हो यो ल साथीहरू होइन अहिले हाम्रो बारीभित्र हाल्न लाग्यो होइन अब हेरौँ म चाहिँ आज यहीँ बस्छु एकैछिन रमाइलो भएको ठुल्ठुलो मिसिनमा चढ्न चाहिँ दामी मजा आउँदैछ यहाँनिर माथिपट्टि हेर्न नि होइन अब कस्तो पल्टे छ यार ल बारीमा नि प्रवेश गऱ्यो होइन ल अब हेरौँ यहाँ के चल्ने रहेछ है पहिला चाहिँ यो निकाल्नु पर्ने रहेछ होइन यहाँको यतापट्टि यो चाहिँ होइन हार्भेस्टर खासरी गेयर हेर्नु न यहाँ कति हो यहाँ 2टा गेयर अनि यहाँ 4वटा अनि यहाँ चाहिँ यो चाहिँ गेयर होइन होइन यहाँ चाहिँ यस्तै ब्रेकहरू रहेछन् यहाँ चेन होइन यहाँ आदि चल्दो रहेछ हेर्नु त आम्मा ए गेयर हेर्नु यहाँ आम्मा मात्र ल साथी दाइले यहाँ निकाल्नु भयो चाहिँ अब यहाँ चाहिँ अब खन्न भन्न आएछ अब हार्भेस्टिङ गर्न सुरु भयो म त्यहाँ बसेर हेर्छु अहिले गेयर चाहिँ अहिलेसम्म यो तल थियो नि अहिले माथि भयो अनि बल्ल यो मिसिनहरू चल्यो यता तल होइन ए यो 2टा चाहिँ घुम्ने रहेछ तलको होइन हामी चाहिँ गाउँ हो मिसिनहरू सब घुम्ने रहेछ होइन साथीहरू काटेर चाहिँ भ्याइयो होइन अब हाम्रो यो खनाउन जानु लाग्यो हामी चाहिँ होइन यसले चाहिँ खनाउने चाहिँ यहाँभित्र यहाँनिर खनाउने हो त्यहाँ ट्रिपल चढाउँदा खनाउने हो हेर अब खनाउने पनि कस्तो हुन्छ हेर्नु त दामी छ रमाइलो भयो मलाई चाहिँ होइन फर्स्ट एक्सपिरियन्स गर्दा ल अब यहाँ चाहिँ खनाउने हो है हामीले यहाँ साथीहरू यसरी खन्छ होइन कति आउँछ हेरौँ है साथीहरू होइन हाम्रो चाहिँ होइन 17 मिनट लाग्छ गाउँ चाहिँ यति आहा होइन यो चाहिँ खान पाइन्छ अब गाउँ किनकि अब हेर्नु गाउँ चाहिँ खानियो होइन ल गाउँ पनि खाइयो होइन अब यता पनि लाउने क्या बिहान यो ओसारले भ्याइसक्यौँ होइन गाउँ अब यो पनि निस्किँला यतिलाई यति बारीलाई कति 4-5 होला 17 मिनट लाग्यो ल साथीहरू गाउँ चाहिँ खानुपर्छ त्यसलाई होइन रोटी खानुपर्छ होइन अहिले भनेको चिकम जस्तो हुन्छ साथीहरू गाउँ चाहिँ खानुपर्छ ल साथीहरू हामीले चाहिँ मैले चाहिँ अहिले ट्याक्कै त्यो गाउँसम्म पनि त्यो उठाएर ल्याएर यहाँ राखिसकेँ म चाहिँ यो अझै 2टा बोराउनु अब त्यत्रो होइन 1 2 3 4 5 6 7 8 9 ल लगभग 9-9वटा बोरा रहेछ गाउँ चाहिँ त्यति आयो होइन स्कुटीले लिएर आएँ बहुत थकै लाग्छ गरिम भएको छ होइन भात नि खाएन अब खाने भात आज धेरै समयपछि अलिक धेरै अनि बाख्राहरू हुन्छ नि हाम्रो घरमै अब गाउँ चाहिन्छ भने यसो सम्पर्क गर्ने गाउँ पनि छ हाम्रो घरमा अब गाउँ बेच्न पाइन्छ यहाँ च्यात्थ्यो क्या स्कुटीले गर्दा त च्यात्थ्यो त सेट यो अलिकति मिस्टेक भयो नाम लेखेँ मेरो फेरि ल साथीहरू गाह्रो छ गाह्रो आज दिमाग खस्कियो अब फेरि क्या नि गाउँ चाहिन्छ भने यसो सम्पर्क गर्नु के अरे होइन कति रुपियाँ किलो अनुसार धेरै दिन्छौँ हामीले होइन ल साथीहरू हामी चाहिँ मकै बाख्राहरू छ नि बाख्राहरू चाहिँ घाममा भयो अब यिनीहरूलाई पनि बाँध्नुपर्छ गाईबस्तुहरू नि त्यहाँभित्र ल साथीहरू म स्कुटी राख्छु घाम बाखा ल होइन लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला होइन जति जे भयो नि ल साथीहरू त ल साथीहरू होइन आज चाहिँ काम देख्नु होला कस्तो भयो होइन
गाउँ चाहिँ अगाडि लगेर त्यो जहाँ बोरा झारेको थियो त्यहीँ छ अनि हाम्रो दही चाहिँ यहाँ होइन साथीहरू के अरे दुःख छ गाह्रो छ होइन ए दही छ यहाँ आइज ल मुनि मुनि ल यहाँ चाहिँ बाख्राहरू चढेन मुनि 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 बाख्राहरू झन् आउँछ नि यहाँको बाख्राहरू झन् ल मुनि मुनि दुध खुवाइदिनु पर्छ नभए यहाँ ल है त ल खा ए खाइसकेछ दुध त ल हजुर ल साथीहरू दिनु आज हाम्रो काम चाहिँ यस्तो हुन्छ मिसिनमा चढेको त आफ्नो दामी मजा आउँदैछ किनकि फर्स्ट टाइम चढेको नि त म फर्स्ट टाइम त अब हार्भेस्टरमा चढ्दा त रमाइलो हुँदैछ होइन साथीहरू ल लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला होइन सपोर्ट गर्नु होला मेरो भिडियो चाहिँ अब यस्तै हो कलेज पढ्ने बेलासम्म अलिक ढिलै आउँछ किनकि अब त्यस्तो हुन्छ नि त कलेज सकेपछि चाहिँ म अलिक राम्रोसित बनाउने कोसिस गर्छु होइन साथीहरू त्यति बेलासम्म मलाई सपोर्ट गर्नु होला होइन के हो त्यति हो मेरो त होइन साथीहरू ल आजलाई मेरो भिडियोलाई यहीँ समाप्त गर्छु हस्त धन्यवाद है त साथीहरू त लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला